हेलो एभ्रिवान, स्वागत छ आजको मेरो डे वान मिलिङ भ्लगमा। मलाई चाहिँ यस्तो भिडियो बनाउनु एकदम रहर लाग्छ है। अरूको भिडियो मैले पुरा हेरिरहेको हुन्छु कि होइन, सबै हेरिरहेको हुन्छ। जब मेरो मोबाइलमा त्यो कसैको एउटा भ्लग आएको छ, मिनी भ्लग आएको छ भने म चाहिँ त्यो हेरिरहेको छु। किनकि मलाई एकदम रहर लाग्छ कि, अनि आफूलाई पनि बनाऊँ लाग्छ। तर ममा त्यस्तो कन्फिडेन्स नै छैन, म बनाउन सक्दिनँ होला जस्तो लाग्छ। अनि त्यही पनि आज चाहिँ हामी चाहिँ चटपटको भिडियो ल सानो बनाऊँ न त, यति के हुन्छ भनेर चाहिँ म बनाएको छु, म मेरो साथी भएर। अनि के कस्तो हुन्छ, मलाई त्यस्तो साह्रो बोल्न पनि आएको छैन, फर्स्ट टाइम भएर होला। जे जस्तो हुन्छ हेरिदिनुहोस् है। हामी चाहिँ उसले चाहिँ कामबाटै भनिरहेको थियो मलाई आज एकदम चटपटको क्रेभिङ्स भएको छ भनेर, पानी पनि आइरहेको थियो हेर। त्यही भएर हामी चाहिँ चटपट बनाउनतर्फ लाग्यौँ। जे जस्तो हुन्छ बाहिर मौसम पनि एकदम धमिलो भइरहेको थियो कि, पानी कति बेला आउने कति बेला घाम लाग्ने यस्तो भइरहेको थियो। अनि हामी चाहिँ चटपट बनाउन थाल्यौँ। अनि अरूले बनाएको देख्दा चाहिँ मलाई एकदम रहर लाग्छ, तर आफूमा चाहिँ त्यस्तो कन्फिडेन्स नै छैन। म बनाउन लाज लाग्छ, अप्ठ्यारो लाग्छ कि के भन्छन् होला साथीहरू, झन् जिस्काउँछन् होला जस्तो लाग्छ। त्यही पनि मैले आज बनाएँ है त। अनि चटपट पनि बनायौँ, चटपट मिठो भयो, खायौँ। यति नै हो। अब मलाई केही भन्न चाहिँ आएन, थाहा छैन म यो पोस्ट गर्छु गर्दिनँ। त्यही पनि लास्टसम्म हेरिदिनुहोस् है त। बाई।